एज अ गार्जियन तिमीले यस्तो यस्तो गर्नुपर्छ डिरेक्टली नभन्ने डिरेक्टली चाहिँ नभन्ने तर उहाँहरूलाई प्र्याक्टिकली चाहिँ सिकाउन सक्यो नि त अहिलेको जेनेरेसनको बच्चाहरूलाई के हुन्छ भन्दाखेरि तिमीले यो गर भने चाहिँ गर्न खोज्दैन किनभने उनीहरू एकदम धेरै सर्च मेमोरीको स्टुडेन्टहरू सर्च मेमोरीको बच्चाहरू हुन्छ यदि तपाईँले गुगलमा सर्च गरेर हेर्नुभयो भने पनि जेन्जीहरू भन्दाखेरि जेन अल्फाको जेनेरेसनमा चाहिँ अझै धेरै उनीहरूको त्यो सुन्न नसक्ने पावर हुन्छ पेसेन्स लेभल एकदमै जेरो त्यो वाला कन्सेप्ट हुन्छ अनि अझै सोसियल मिडियाहरूले गर्दाखेरि त उहाँहरू आफूले आफूलाई एकदम मै हो भन्ने सोच्नुहुन्छ त्यो भएको कारणले गर्दाखेरि चाहिँ स्कुलमा टिचरले गरिदिनुहुन्छ सम्भव अहिलेसम्म हामीले चाहिँ गरिरहेको छौँ होइन त्यो कल्चरहरू यो फलो गरेर यो गर्नुहुन्न भन्ने कुराहरू चाहिँ हामी पनि प्र्याक्टिकली गराइरहेको हुन्छ तर यो कुराहरू चाहिँ घरबाट पनि आफूले प्र्याक्टिकली गराएर देखाउनुपर्छ जस्तो लाग्छ हजुरले सोध्नु भएको क्वेसनको आन्सर चाहिँ मैले दिएँ थ्याङ्क यू सो मच